नमस्ते दर्शकवृन्द, फेरि पनि स्वागत छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मको आधिकारिक युट्युब च्यानलमा। आज हामी फेरि पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। आज भने हामी तपाईँहरूलाई खरबुजा खेती कसरी गर्ने भन्ने कुराको जानकारी दिन गइरहेका छौँ। आज हामी ठ्याक्कै भन्नुपर्दाखेरि गण्डकी प्रदेश नवलपुर जिल्ला काउसेती नगरपालिका वडा नम्बर 2 भुल्के टोलमा अवस्थित सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा छौँ यतिखेर। र तपाईँ देखिरहनु भएको छ यहाँ खरबुजाको खेती गरिरहनु भएको छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालकहरूले। यहाँ खरबुजा लाउने काम सम्पन्न भइसकेको छ। खरबुजा बढेर झ्याल हिँड्ने अवस्थामा पुगिसकेको छ र तपाईँ देख्न सक्नुहुन्छ एकदमै राम्रोसँग हुर्किरहेको छ। र यो अहिले चैत महिनाको 1 गते करिब यो वैशाखको 15-16 तिर यो खान योग्य हुन्छ। फुल खेल्न लागिसकेको छ र तपाईहरुलाई पनि एकदमै अर्गानिक चिसो मौसममा खानको लागि खरबुजा चाहिन्छ भने सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा सम्पर्क राख्न सक्नुहुन्छ। यहाँ एकदमै मिहिनेती हातहरू सासु बुहारीले अत्यन्तै मिहिनेत गरेर खरबुजा फलाउने काम गर्नुभएको छ। खरबुजा खेती गर्नको लागि सबैभन्दा पहिला हामीले प्रशस्त मात्रामा कम्पोस्ट मल राखेर जग्गाको तयारी गर्नुपर्ने हुन्छ। जग्गाको तयारी गरिसकेपछि हामीले सो जग्गालाई 2-3 चोटि जोतेर माटोलाई बुरबुराउँदो बनाउनु पर्ने हुन्छ। र माटो बुरबुराउँदो बनाइसकेपछि हामीले मल्चिङ प्लास्टिकले ड्याङ बनाएर ढाकिदिनु पर्दछ। र मल्चिङ प्लास्टिकले ढाकिसकेपछि हामीले 10 देखि 15 दिन राख्नुपर्ने हुन्छ। किनभने यसरी मल्चिङ प्लास्टिकले ढाकेर राखिसकेपछि हामीले माटोको उपचार पनि गर्न सकिन्छ। र यसरी 10 देखि 15 दिन ढाकेर राख्दाखेरि तापक्रमले गर्दाखेरि माटोमा भएको रोग किराहरू नष्ट भएर जान्छ। र 10-15 दिनपछि हामीले खरबुजालाई सो प्लास्टिक मल्चिङ प्लास्टिकले बनाएको ड्याङमा सार्नुपर्ने हुन्छ। यसै गरी हामीले सार्नुपर्ने हुन्छ। खरबुजाको बिरुवा सारिसकेपछि हामीले सिँचाइको राम्रो व्यवस्था गर्नुपर्ने हुन्छ। र प्रत्येक 1 दिन बिराएर हामीले हजारीको माध्यमबाट पानी दिनुपर्ने हुन्छ। र यसलाई खरबुजालाई पानी प्रशस्त मात्रामा चाहिने भएको हुनाले हामीले सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने हुन्छ। खरबुजाको बिरुवा हुर्कँदै गर्दाखेरि हामीले खरबुजाको बिरुवाको अवस्था हेरिकन भिटामिनहरू पनि दिनुपर्ने हुन्छ। र रोग किरा पहिचान गरी कृषि विज्ञहरूको सल्लाह सुझाव अनुसार हामीले औषधिहरूको पनि प्रयोग गर्नुपर्ने हुन्छ। र विशेष गरी खरबुजामा फुल खेल्न लागिसकेपछि हामीले भिटामिनको प्रयोग गर्नुपर्छ, भिटामिन दिनुपर्छ। बिरुवा एकदमै राम्रोसँग हुर्किरहेको छ, तपाईँ देखिरहनु भएको छ यतिखेर। र यो फल खानको लागि मानव शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ। किनभने यो विशेष गरी गर्मी महिनामा फल्ने फल हो। यहाँ प्रशस्त मात्रामा पानी भएको हुनाले यो चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ। त्यसकारण पनि हामीले घरैमा पनि उत्पादन गरेर खरबुजा खान सकिन्छ। साथसाथै हामीले यो फर्ममा विभिन्न किसिमका तरकारीहरू देख्न सक्छौँ। यहाँ तपाईँ देखिरहनु भएको छ प्याज अत्यन्तै राम्रो छ, राम्रोसँग हुर्किरहेको छ। योभन्दा अघिल्लो भिडियोमा प्याज लगाउने तरिकाको एउटा भिडियो राखेका थियौँ हामीले। त्यही प्याज हो यो, आज हुर्किएर एकदमै राम्रो भएको छ, तपाईँ देखिरहनु भएको छ। र तपाईँ पनि व्यावसायिक तरकारी खेती गर्न चाहनुहुन्छ भने अथवा तपाईसँग कुनै किसिमको जिज्ञासा भए
तपाईँले कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ। हामी सकेसम्म चाँडोभन्दा चाँडो तपाईँको जिज्ञासा समाधान गर्ने कोसिस गर्ने नै छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै कृषि सम्बन्धी नयाँ भिडियोहरू हेर्नको लागि कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई भने हजुरहरूमाझ बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।